तिमी बुझ न कस्तो नबुझ्नु तिमी बुझ न कुरै बुझ्नु तिमीले हो न के अरे मेरो साथीलाई चाहिँ के भनेको बुझ एकपल्ट पुरा बुझ त्यहाँबाट हिँडौ न के बुझ्नु साथीलाई के भन्नुभएको तपाईले के भनेको मैले तिमी आफै सोच न अब तिमीले जे भन्छ त्यही त भनेको मैले के भन्छु मैले तिमीले घरमा चिया बसेर खाँदैछौ भने कोही मान्छे आयो भने चिया खाएर जानु भन्दैौ न अन्त भन्छौ भन्छौ नि तिमीले भात खाँदैछौ भने कोही मान्छे त्यति बेला आयो भने तिमीले भन्दैौ न भात खाएर जानुहोस् भन्दैौ न के अरे अनि तिमीले पनि त्यति बेला साथी आइपुग्यो म त्यति बेला चाहिँ के हो म सुत्नु जान आँटेको थिएँ हो तिम्रो साथी त्यति बेला आयो अन्त मैले त्यही भनिदिएको सुत्नु जाउँ भनेर भन्थेँ साथीलाई